दिउँसोतिर आउँदा पनि हुन्छ नि साथीहरूसँग ओके हुन्छ तपाईलाई वेलकम कस्तो जाडो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आज आफ्टर लङ टाइम फेरि पनि तपाईँहरूको सामु म भिडियो लिएर आइरहेको छु सो आशा गर्छु मेरो ब्लगलाई मन पराइदिनुहुन्छ भनेर म चाहिँ एउटा जग्गा घुम्नु आइरहेको छु साङ्चे रिसोर्ट होइन यहाँको दृश्यहरू चाहिँ म तपाईँलाई पनि देखाउने छु अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ यो सो गाइस हाम्रो होमस्टेको नाम चाहिँ यो 360 भ्यू होमस्टे हो एकदमै ब्युटिफुल छ मैले तपाईँलाई देखाइहालेँ होइन बाहिरको दृश्यहरू पनि हेर्नुहोस् एकदमै ब्युटिफुल छ यहाँ हट हेर्नु नि कस्तो ब्युटिफुल हट मेरो पछाडिको चाहिँ दृश्य यस्तो छ हेर्न सक्नुहुन्छ जाडो 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 एकदमै ब्युटिफुल जग्गामा रहेछ हेर्न सक्नुहुन्छ भ्यूहरू रुम चाहिँ यो हो सुरुमै तपाईँलाई देखाउने छु डबल बेड हैन राम्रो छ प्राइस पनि रिजनेबल हो ए हैन नाइस यहाँबाट चाहिँ बिहान यस्तो गरेर कर्टन खोल्ने बित्तिकै तपाईँले नजरिया देख्न सक्नुहुन्छ मजाको भ्यूहरू हुन्छ बनफायरहरू पनि गर्न सकिन्छ सो इन्जोय गर्दैछौँ हामी चाहिँ यहाँनिर स्टे ट्युन यहाँबाट पनि भ्यूज देखाइदिनु पऱ्यो भित्रको स्टेयरहरू अझै रुममा गएको जाडो चाहिँ एकदमै जाडो सर है सो गाइस अब चाहिँ हामी डिनर गर्नु गइरहेको छौँ हैन डिनर गर्नु गइरहेको छौँ भाग्दैछ भ्लगमा आउँछ कि भनेर सो हामी चाहिँ डिनर गर्नु आइरहेको छौँ तिमीलाई निकालिदिउँ आयो हाम्रो डिनर आलु भाजा अरे हात धुँदा हुन्छ होला भाइ बाहिर होला नि बुढो औ बेङ्गोलीहरू छ त यहाँ त सबै आयो औ यहाँ हेर न अब चाहिँ हामी डिनर गर्न गइरहेको छौँ सो हाम्रो खाना चाहिँ यहाँ आउँदैछ कम्प्लिट भइसकेको छैन माछा भात छ क्या अनि साह्रो हँसाउँदैछ यिनीहरूले चाहिँ बेङ्गोलीहरू बोलेर यहाँ हाम्रो डिनर चाहिँ अलरेडी रेडी एकदम बाफुडिरहेको खाना मिठो 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 रेडी हुँदैछ है अब हामी खानेछौँ गुड मर्निङ एभ्रिवान आज चाहिँ बिहान पनि भइसक्यो हो सो बिहानको नजाराहरू चाहिँ म तपाईँलाई अहिले एकछिनमा देखाउने छु अहिले चाहिँ भने म पानी पिउँदैछु र एकछिनमा म तपाईँलाई बाहिरको नजारा देखाउने छु अनि अहिले चाहिँ भने के अरे बाहिर चाहिँ पुरा फगी लागिरहेछ लेट्स सी देख्छ कि देख्दैन कञ्चनजङ्घाको भ्यूहरू लेट्स सी देख्यो भने म तपाईँलाई देखाउने छु ओके स्टे ट्युन यो चाहिँ म हो बिहानको घरि रेडी भइसकेको अब चाहिँ घर जाने सनबात लिनु आऊ है सनबात लिनु कस्तो लाग्यो तिमीलाई यहाँ अलिकति हेर दामी है तर भ्यू पनि दामी देख्दो रहेछ यहाँबाट भ्यू पनि दामी सबै चारैतिर देख्दो रहेछ के अरे दार्जिलिङ कालिम्पोङ सिक्किम अनि
कुनै कता 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 चिनाउँदै थियो हिजो भुले आज त ऊ माथि डेलो हो ए डेलो रम्फू रम्फू सिक्किमको तार खोला कुनै के खोला सो गाइस अब चाहिँ हामी खाजा खानु लागिरहेको छौँ तपाईँलाई देखाउने छु आज चाहिँ हाम्रो ब्रेकफास्टमा चाहिँ के दियो भनेर मेरो आँखा चाहिँ बुझिरहेछ है सो यो चाहिँ हाम्रो मर्निङ ब्रेकफास्ट पनि आइसक्यो